हावा उडाइदियो भने त कति राम्रो हुन्थ्यो। कंट्रोल उदय बुई के हो अम्मा सेम त्यो बलात्कारीको भाइ जस्तै त्यो एजको के वेलकम टु माई ब्लग। तपाईँहरूलाई स्वागत छ मेरो न्यू ब्लगमा। अनि म पनि सन्चै छु, तपाईँहरूले पनि सन्चै हुने आशा गर्दछु। अनि आज चाहिँ फेरि रमेश दाइ र म नयाँ उद्देश्य र लक्ष्य बोकेर गन्तव्यतिर हिँड्दैछु। पैसा बोकेर चाहिँ अब उता रत्न पार्कतिर जान आँटेको। सापेक मात्रै देखा हेर्नु कस्तो गोलो गोलो चिज। हेर्नु कस्तो गोलो गोलो घुम्दिने फेरि दामी तरिकाले है। यहाँ चाहिँ मौसम एकदम दामी भएर होइन, पुरै हावापानी टक्कले दामी भएर यता अहिले चाहिँ यता ललितपुरमा चाहिँ टक्क गरे फुलहरू रोपिरह होइन। हेर्नु यहाँको चाहिँ के अरे मेयरले चाहिँ राम्रो काम गरेर रहेछ कि यस सरसफाइतिर चाहिँ राम्रो ध्यान दिएको रहेछ। अझै धुलो धुवा खासै उडायो पनि छैन। मान्छेहरू यस्तो दुःख गर्नुहुन्छ, हात नभए पनि खुट्टाले मरानु भएर चाहिँ रमेश दाइ र म यता लगनखेल जान आँटेको। अब रमेश दाइले चाहिँ अघि ठ्याक्कै हेरेर पनि दुइटा केटीले आँखा कसरी झिम्काएको अरे देख्नु भयो नि, ठ्याक्कै त्यसरी नि झिम्कायो। ट्यागको त्यसरी झिम्काउँछ केटीहरूले। अब यहाँ हामी चाहिँ गोर्खुदेखि चाहिँ यता लगनखेलसम्म चाहिँ एकछिन त्यो हावा खान डुलेको क्या। त्यो गरी लजभित्र बस्दा त्यो गुम्सिएर कामै लागेन। अनि त्यसो यसो हावा खान होइन यसो डुलुम न केही न केही भेट्छ कि 5-6 हजारमा हामीले नि रमाइलो गर्ने चिजहरू। त्यही भएर चाहिँ त्यसकै खोजीमा चाहिँ हामी निस्केको छौँ हिँड्दै। अब त्यही हो 5-6 हजारमा केही रमाइलो चिज केही पायो भने चाहिँ के भन्छ आम्मा कत्रो ठुलो ठुलो छ ब्याग पनि है। जताततै हेरेँ ठुल्ठुलो चिज बाइक छैन। जस्तै अहिलेको आँखाको लागि ठुल्ठुलो पाइप यहीँ छ। यो पनि एउटा भ्रम हो, ठुल्ठुलो पाइप। त्यही भएर जङ्गल होइन यो के अरे हरियो वन नेपालको धन। अब काठमाडौँमा हतपत जतापत त्यतै बन्द छैन। त्यही भएर टक्क हामी चाहिँ रोडै बिरुवाहरू हेर्दै होइन। लगनखेल यहाँ ठ्याक्कै आधी घन्टा होला, त्यहीँ मात्रै पाउँछ भन्ने सुनेको थियो हामीले चाहिँ। त्यो हेर्दा हरियो पनि नेपालको धनी स्मार्ट वान टक्क के अरे यसमा के अरे लगनखेलमा 500 र 1000मा पाउला नि त है लिमिटेड चिजहरू। कस्तो हेर रन्डीको पुलिसले पम्पले पड्काइदिनु पर्छ या पुलिस पनि होइन त्यो रन्डीको आर्मी रहेछ कि आर्मीको क्याम्प रहेछ यहाँ माथि चाहिँ। अनि त्यही हेर यो रन्डीको भने कस्तो हेर है आर्मीले रन्डीको भने चाडमा पुरै आलु बम हुँदैन हाम्रोतिर ढुक्का हालेर पड्काइदिनु पर्ने कि। बुई के हो अम्मा सेम त्यो बलात्कारीको भाइ जस्तै त्यो एजको के अरे सन्दीप लामी जानेको है। यो रे के त्यतिको रमाइलोको लागि बनाउने यो रे के अहिलेको उयोमा चल्छ, जेनेरेसनमा चल्छ है। आइफोन भएपछि चाहिँ फेरि यत्तिकै चाहिँ खतरा लाग्छ कि ट्याक्कले जता हिँड्दा पनि फोटो टक्क खिच्न पाउने होइन। टक्कले क्यामेराले पनि फोटो खिच्न नपर्ने कि, किनकि आफूसँग भएपछि हल्का बेनिफिटहरू राम्रो हुँदो रहेछ कि। ट्याक्क जताततै हिँड्ने यस्तो बेसकटु कटुसटु हिँड्ने नि हिरो देख्छ। ल हेर्नु रमेश दाइ कस्तो हिरो देखेको अहिले। ल हेर्नु सक्छ त नि। त्यही भएर लोकेसन भाइरल हुनु पर्यो कि काठमाडौँको राजधानी हुन्छ कि होइन। यो यस्तो चाहिँ हुनु भयो नि जतापतै पानी चाहिँ परेर यसरी पानी चाहिँ गरे जम्नु चाहिँ भएन कि। हल्का हिँड्ने मान्छेहरूलाई गाह्रो हुन्छ कि। यस्तो सेतो जुत्ता लगा हुन्छ अनि कालो भइदियो नि टेन्सन भइहाल्यो नि। त्यही भएर कालो जुत्ता भयो भने चाहिँ ठिक हुन्छ क्या बरु।
जे होस् विकास बिस्तारै हुँदैछ के हामीले लगाउने चाँडै हुन थाल्यो क्या कुरा गर्दा गर्दा कति राम्रो देखेँ आन्टीको छोरी पनि चाङ्दैछ है रन्डीको छोरी भने चाहिँ होइन फेरि आन्टीको छोरी भने यति चाहिँ बुझ्नु फेरि हामीलाई के अरे जानु पऱ्यो भयो कि यस्तो अब पठाउमा जान्थ्यो कि यस्तो टेम्पोमा जान्थ्यो लगन खेलसम्म अन्त त्यो के अरे त्यो लजभित्र बस्दा बस्दा हक्कै लाग्छ क्या अघि लोद अल्छी लागेर क्या अब अनि के गरेर बस्नु कता जाने जस्तो भयो त्यो घुम्दैन त काङ्खा रिङ रोड यस्तो घुमेको बमिट आउनु जस्तो लागेर थेचारा है चाकु कति थेचा नि यार मान्छे नि त्यत्तिकै बरुले बुझ्छ यहाँ फेरि बस्नु पर्यो हेर्नु न कस्तो लगन खेल्यो त होइन नि है अझै तल छ यो त यो होला कोटेश्वर होइन यो के हो त कोटेश्वर ए होइन यो होला त्यो अघि नै कुन बस्यो अरे त्यो के अरे त्यो एयरपोर्ट छ ल एयरपोर्ट के भन्छ त्यसलाई बानेश्वर त होइन कोटेश्वरै हो यो होइन कस्तो सेक्सी केटी है कुरा गर्नु त्यो अगाडि मिल्छ कि यो सेकेन्डको चाहिँ है यता खुच्चीहरू चाहिँ कति राम्रो हुने अन्ति त्यो त म हो र ल हेर्नुहोस् हामी हिँड्दा कहाँ पुगिदिन्छ हेर्नु न हनुमानको मन्दिर उद्या हो नि नपत्या होइन ट्याक्टर त्यहाँ पनि हेर्नु पवनपुत्र हनुमानको मन्दिर ल यता डोजर पुरै छ त त्यही माछा पोखरी अथवा कस्तो बिगाएको त ए लगन हिल्दा आयो कचाडे है त्यही केटीको मन पऱ्यो अरे के भन्छ के भन्छ त्यो उताटिको त्यो टुलेट छैन त्यहाँनिर चाहिँ अब हामीले नयाँ बिजनेस गर्न थालिरहेको कि बेटी बचाओ बेटी पढाओ भन्नेमा इन्भेस्ट गर्नु तपाईँहरू पनि छ रहेछ अझै ट्याक्कले होइन फेरि अगाडि त्यस्तै देखिरहेको त्यस्तो कता हेर्न निस्क्यो कि हामी बोका हो होइन होला हामी 2 नम्बर बोका नि हो होइन होला तर हावा चाहिँ अहिले खासै आएको छैन क्या है हावा उडाइदियो भने त कति राम्रो हुन्थ्यो लगन के लाने हो नि लगन खेल आइपुगिसक्यो हामी नाइट भ्यू चाहिँ दामी हुन्छ फेरि हाम्रो है
पहिला पहिला त यहाँदेखि माडोलसम्म हिँडेर गएको थियो अरे एकचोटि कुनको बेला यो त्यो हो क्या हो यो त्यो हो जस्तो छ है गएको गर्न भेट्यो रमेश दाइले भेट्यो अब चाहिँ भेटे आफ्नो छ क्या त्यस्तै भेटा जस्तो छ जस्तो फ्ल्याटबोर्ड त्यस्तो है यसलाई सोध्नुपर्छ दाइ यतातिर के पाउँछ कि पाउँदैन खालखालमा मर्छ दायाँ बायाँ हेरेर चाहिँ हिँड्नु मैले यताबाट ल्याम्पमा हानिदिएँ नि मै मर्छ त्यो हेरेर दायाँ बायाँ चाहिँ हेरेर हिँड्नु त्यो हेरेर नो रिक्स नो चिक्स भने जस्तै म ह्यान्डसम देखिरहेको क्या म ह्यान्डसम देखिरहेको त्यो केटीले कस्तो हेऱ्यो मलाई हो कस्तो हिरो देखिरहेको क्या तर के भन्नु सबै पाल परेको छ क्या सबैले पैसा गन्दै हामी चाहिँ हेर्दै हो के हुन्छ अहिले ब्लगमा अहिले मुड खराब छ अहिले मुड खराब छ खै मेन्टल हेल्थ बजाउँ न यहाँ अगाडि रहेछ त मेन्टल हेल्थ नजाने हो म त यो भनिदिन्छु नि त दाइ मलाई चाहिँ कस्तो रोग छ भने तिमीलाई कस्तो मेन्टल मलाई चाहिँ दाइ के अरे पढाइमा नि मन नलाग्ने घुम्नलाई नि मन नलाग्ने केटीहरू देख्ने बित्तिकै कस्तो बोलौँ मन लाग्ने एकदम भित्रैबाट होइन कस्तो टुरु लभ गरौँ जस्तो फिल आउने तर सब आन्टीहरू मात्र मनपर्ने त्यस्तो भनिदिनुपर्छ क्या आन्टी लभर पर्सि चाहिँ उता जानुपर्छ क्या हो स्पा गर्न ट्याक्कले स्पा गर्न के ट्याक्क बक्सरमा मात्र टक्करीमा त्यसले मसाज गरिरहेको डेन्जर तरिकाले हो कन्ट्रोल गर्न गाह्रो हुन्छ त्यो त हो कन्ट्रोल गर्न गाह्रो हुन्छ होइन त्यसपछि अनि कहाँ जाने के गर्ने हुन्छ अनि के भन्छ त आयुर्वेदिक तेलले मसाज गरिन्छ नि फेरि तिमीहरूले मसाज त गर्दैन त्यहाँ त गर्दैन त्यहाँ त गर्दैन ल यति भन्दै मेरो आजको भ्लग चाहिँ यहीँ हुन्छ हस्त धन्यवाद होइन यहाँसम्म हेर्नुभयो भने लाइक सब्सक्राइब सेयर गर्नु